दर्शकवृन्द नमस्कार। म यहाँहरूलाई डोमेस्टिक फिजिक्स युट्युब च्यानलमा हार्दिक स्वागत गर्छु। र आज चाहिँ मैले ढिकी एक उत्तोलक भन्ने यो शीर्षकको भिडियो लिएर आएँ। ढिकी त अहिले सायद लोपोन्मुख अवस्थामा छन् र कतिपय ठाउँमा त्यसको चाहिँ पारम्परिक स्वरूप र त्यसको पारम्परिक प्रविधिलाई संरक्षण गर्ने गरी ती कुराहरूलाई अब राखिएका पनि छन्, तर व्यवहारिक रूपले हैन प्रयोगकै दृष्टिले चाहिँ अलिकति नयाँ समयको प्रविधिसँगै ढिकी अलिकति के छ त्यति प्रयोगमा छैन, लोपोन्मुख जस्तै पनि छ र कतिपय ग्रामीण क्षेत्रमा अझै पनि ढिकीको प्रयोग बेला बेलामा हुने गर्छ। अब यो ढिकी चाहिँ तपाईहरु यो अब पुरानो पुस्ताले देखेकै भयो, नयाँ पुस्ताले चाहिँ त्यसको प्रयोगै गरेर ढिकीमै कुटेको चामल खाने भन्ने कुरा चाहिँ लगभग मलाई लाग्छ निकै कम सम्भावना रहेको छ है। अब ढिकी कस्तो हुन्छ, अब तपाईहरुलाई अब विभिन्न ठाउँमा आफ्नो आफ्नो तरिकाले बनाइएका हुन्छन् हैन, यस्तै राखिने भयो। अब यो ढिकी चाहिँ हैन यो हिसाबले अलि माथि अलि ठुल्ठुलो हुन्छ, यता ओइटी चीजहरु हुन्छन्। अब हामीले चाहिँ हेरि यहाँनिर यसो गरालो जस्तो केही टेको हुन्छ भनौं न हैन, यहाँनिर टेको हुन्छ। अब यो टेकोमा चाहिँ यहाँनिरबाट यसमा टेकिएर हैन यहाँ अलिकति यो खुट्टा राख्ने ठाउँ भनौं यसलाई है। अब यो चाहिँ ढिकी भयो। यहाँनिर चाहिँ एउटा यहीँनिर एउटा मुसल हुन्छ। मुसल भने तपाईहरु यस्तै राखेको हुन्छ, यहाँ यस्तो यस्तो दाँत गरेको हुन्छ, यहाँ दाँत यस्तो गरेको हुन्छ, यहाँ ओखल हुन्छ, यसलाई ओखल भनिन्छ। यस्तो गरेको यहाँ अलि कोही ढुङ्गाको ओखल हुन्छ हैन, प्राय माटोमा गाडेको फिक्स सेट गरेको हुन्छ। यहाँ चामलहरु यस्तो धानहरु चामल त राख्ने हैन, चामल पनि मसिनो बनाउन कहिले राख्ने कुरा छुट्टै छ, कुट्ने कुरा हैन, नत्र चाहिँ धान यस्तोमा राखिन्छ। अनि त्यसपछि यसरी उचाल्ने छोड्ने हैन, माथि जान्छ छोड्ने पछाडि गरेर धानका बोक्रा खोइलाउने काम गर्छ ढिकीले। अब ढिकी एक उत्तोलक भनेर आज भनेको हुनाले यहाँ खास उत्तोलकीय संरचनाको बारेमा हामीले थोरै चर्चा गर्छौं। जस्तो अब यो ढिकीमा चाहिँ यो हुन त यो संयन्त्र हैन, ओखल धान हैन, त्यसपछि बाहिर पोखिएकोलाई भित्र ल्याउने लुडो लगाउने भन्छ हैन, त्यो सबै हुन्छ हैन। एउटा अर्को चाहिँ यस्तो चाहिँ लगाएर यस्तो चाहिँ हुन्छ, एक हातले लगाउने, एक्लै पनि ढिकी चलाउने हुन्छ, यस्तो उचाल्यो ट्याक्क गर्यो त्यसरी पनि गर्छन्। नत्र एकजनाले यता सहयोग गरेर त्यो चाहिँ उले पछारेर बाहिर फाल्छ, फेरि त्यही हाल्दिने यस्तो हैन, त्यसो चाहिँ भइरहन्छ है। त्यसरी घरिघरि त्यहाँ जाने, धानले चाहिँ गर्छ के अरे यो मुसलले त्यसलाई कुट्छ, कुटेर चाहिँ बिस्तारै त्यो चामल बन्छ। ढिकीमा कुटेको चामल एकदम स्वस्थ पनि भन्नाले एउटा हिसाबले त्यसमा बाहिरी रङहरु पनि यथावत रहेको हुन्छ अनि खानको लागि राम्रो मानिन्छ हैन। कतिपय त्यस्तो भनेको पनि सुनिन्छ, त्यसमा त्यस्तो त्यो पलिस गरे जस्तो त्यस्तो हुँदैन, एकदमै बोक्रा मात्रै फालिएको चामल खान पाइन्छ। अब यो ढिकी उत्तोलक कसरी भयो र के कुन दर्जाको भन्ने कुरा आयो। अब यसमा के छ भने ढिकीमा अलिकति यहाँ केही रणनीतिहरू छन्। पुराना हाम्रा अग्रज हाम्रा चाहिँ पूर्वजहरूले यस्तो खालको चाहिँ केही बनाउँदै आउनु भयो हैन। अब यसमा चाहिँ उहाँहरूले के भने यो अलिकति स्पिड चाहियो। जस्तो अब यहाँ तपाईहरुले यहाँ हेर्नुहुन्छ, यो यसमा यो कम स्पिड, यहाँ खुट्टाले टेको, मानौ यही ढिकी नै हो, यो छोटो हुन्छ है, मानौ यही यसरी खुट्टाले ट्याक्क टेकै, यसको स्पिड त कम छ यति, तर यसको स्पिड त धेरै भयो, यति लामो भयो त यसले यति पार गर्ने बेला यति लामो पार गरेन उही टाइममा, अनि बढी छ नि त हो। यसरी यसरी उचाल्यो अनि सट्ट छोड्दियो, यसरी उचाल्यो चट्ट छोड्दियो। यो ढिकी मान्यो भने यहाँ खुट्टाले यसरी उचाल्यो सट्ट छोड्दियो हैन, यसरी सट्ट छोड्दियो सट्ट छोड्दियो। यहाँ चाहिँ मुसल हुन्छ, यहाँनिर है मुसल यस्तो धारे गरेको टक माथि उचाल्यो यसरी ठक्क धानमा चाहिँ हान्छ यसरी हैन, यसरी हान्छ। यसरी हान्ने क्रममा
अब यहाँ चाहिँ के अरे अलिकति भार यता मोटे मोटे हुन्छ, यो काठ पनि यता मोटे अलिक वेटी खालको हुन्छ होइन। केही वेट राखेपछि त्यो वेट उठाउनको लागि यसरी भयो। तर उठाउन त यसो गरे झन् सजिलो हुन्थ्यो होइन, छोटो यो लामोबाट। तर के छ भने यो उठाएर अनि स्पिड साथ खसाल्नु छ नि त होइन। हो त्यसले गर्दाखेरि के छ अलिकति यसरी उठाएर छट्ट छिट्टो खसोस् ठक्क हानोस् भन्ने हिसाबले बनाइएको हुन्छ। त्यसले गर्दा यो भारलाई अब होइन यता नि लामो राखौँ भनेको त माथि माथि खुट्टै कहाँ पुग्छ र होइन, त्यो ढिकी यति माथि जान्छ, त्यति माथि खुट्टा यसो गरेर मान्छे थाकिहाल्छ। यहाँ छोटोमा ट्याक्क टेक्यो भुइँमा टेक्यो, ट्याक्क भुइँमा टेक्यो, यसमा टेक्यो, यसमा टेक्यो, भुइँमा टेक्यो, यसमा टेक्यो, भुइँमा टेक्यो गर्दा त सकियो नि। त्यो भएर छोटो उसमा हाम्रो लोडका हिसाबले होइन, यहाँ लोड र डिस्टेन्सका उसमा हाम्रो लोड बढी हुन्छ, ढिकीको लोड चाहिँ अलिकति कमै हुन्छ टोटल ढिकीको वेट। अब त्यसमा चाहिँ यसरी दबाउने अनि सट्ट छोडिदिने, यसरी दबाउने सट्ट छोडिदिने गरेर उठ्ने गरिन्छ। यसो गर्दाखेरि यो भार उठाउने सन्दर्भमा है, यो उठाउनको लागि यो सरल यन्त्रको हामीले चाहिँ यहाँ प्रयोग गरिएको देखिन्छ है। यसमा चाहिँ त्यस्तो देखिन्छ। यो प्रविधिमा चाहिँ यहाँ भार हुन्छ, यो ढिकीमा भएको भारले त्यसलाई प्रहार गरेर धान छोड्याउँछ। अब यसरी चाहिँ उत्तोलक हुँदाखेरि त्यो कुन दर्जाको उत्तोलक भयो त भन्दाखेरि बिचमा आलम्ब राख्यो होइन। अब फेरि यो गलहरूबाट हामीले ढुङ्गा उठाउने कुरा अलगै हो होइन, त्यसको प्रयोजन हुनलाई ऊ पनि फर्स्ट क्लास लिभरै हो होइन। बिचमा आलम्ब भइसकेपछि त अब तपाईँको चाहिँ यहाँनिर हामीले यसलाई बल मानिदिने, यसलाई भार मानिदिने, ढिकीको भार मानिदिने, यहाँ आलम्ब भयो है फलक्रम। अब गल पनि यस्तै हो होइन, तर गलको भित्री उद्देश्य फरक हुन्छ। यसको चाहिँ यही भार उठाउने उद्देश्य होइन होइन, अलिक धेरै भारको गति बढाउने उद्देश्य हुन्छ यसमा। ढिकीभित्रको अन्तर्निहित उद्देश्य उही हो। फेरि गलमा पनि त्यही हो होइन, तर तपाईँले चाहिँ यता लामो राखेर यता छोटो गर्ने चलन हुन्छ होइन। कहिले काहीँ सेकेन्ड क्लास लिभर पनि बन्छ गल, तर प्रायः फर्स्ट क्लास लिभर। अब यसमा चाहिँ ठुलो भार छ, भारलाई केवल डिस्प्लेस गर्ने उद्देश्य हुन्छ गलमा है। यहाँबाट चाहिँ बल लगायो होइन, अब यसरी लगायो, यहाँ लोड भयो। अब यो चाहिँ फलक्रम भयो होइन, फलक्रम भयो। अब यसको र यसको उद्देश्य फरक छ। यसको पनि भार उठाउने, यसको पनि भार उठाउने, तर यसको भार कसरी उठाउने भन्दा छोड्दाखेरि धेरै मोमेन्टम होस् होइन, त्यस्तो उद्देश्यले चाहिँ यसलाई ढिकीमा प्रयोग गरिएको हुन्छ भने यो गल भन्छ हामीले कोही आफ्नो आफ्नो ठाउँमा होइन। गल, ज्याम्पल, रड सब केही राख्नुहोस् नाम, कोही कोहीले के भन्छ शब्द, हामीले गल लगाउने भन्छ होइन। अब यो चाहिँ यसको उद्देश्य फरक छ। हुनलाई दुवै के भन् फर्स्ट क्लास लिभर हुन्, तर पनि यसले भित्र अन्तर्निहित रूपमा यिनको उद्देश्य फरक ढङ्गले काम गर्छ। यसमा डिस्प्लेसमेन्ट स्लो हुन्छ, यता फास्ट भइराखेको हुन्छ, बलको दिशा चाहिँ छिटो पार गरिराखेको हुन्छ। अब यता चाहिँ यो भारकोले चाहिँ छिटो पार गरिराखेको हुन्छ है। यता चाहिँ भार धेरैभन्दा धेरै हुन्छ होइन, यहाँ थोरै उसमा चाहिँ यता चाहिँ भार अलिक कम हुन्छ, यता बल लगाउनेको त्यो मात्रा भनौँ न हिसाबले त्यो चाहिँ धेरै हुन्छ है। अब यसरी यो दूरी छोटो हुनाले बलको मात्रा यहाँ बढाउनु पर्यो। यसरी चाहिँ हाम्रो ढिकी चाहिँ एउटा उत्तोलकको रूपमा रहेको त हुन्छ, तर यो उत्तोलकीय भूमिका र यो उत्तोलकीय भूमिकामा भित्र होइन अन्तर्निहित जुन चाहिँ अनुप्रयोग होइन, अन्तर्निहित एप्लिकेसन छ नि भित्रको, त्यो एप्लिकेसन चाहिँ फरक भइराखेको हुन्छ। त्यो चाहिँ तपाईँहरूले मैले थोरै बताएँ, त्यो हेर्नु होला। आजको भिडियो के कस्तो लाग्यो, मैले यस्तै यो डोमेस्टिक फिजिक्स होइन, घरेलु भौतिकी हो, घर गाउँमा हुने यो पुराना प्रविधि, हाम्रा किचनमा हुने यस्तै होइन खत्रङ खुत्रुङ यस्तै विषयवस्तु लिएर म आउने गर्छु। यो च्यानलमा पनि उपयोगी एकदमै स्थानीय सामग्रीसँग सम्बन्धित फिजिक्स सम्बन्धी सामग्रीहरू तपाईँहरूले पाउन सक्नुहुन्छ। यदि नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गर्न नछुटाउनुहोला। अहिलेलाई मलाई डोमेस्टिक फिजिक्स युट्युब च्यानलको यो आजको चाहिँ यो ढिकी एक उत्तोलक
शीर्षकको यो कक्षाबाट बिदा दिनुहोस्। धन्यवाद, नमस्कार।